साथीहरु नमस्ते वेलकम बैक टु माई च्यानल। आज चाहिँ मैले तिहारको भिडियो बल्ल भोइस ओभर गर्ने फुर्सद पाएँ। हेर्नुस् है त हामीले 2082 सालको तिहार कसरी मनायौं हामीले देखाउन गइरहेका छौं। अनि यो चाहिँ कुकुर तिहारको दिनको हो। यो कुकुर चाहिँ हामीले अब पालेको भन्नाले पालेकै त हैन, तर पनि हाम्रो घरमा बसिरहन्छ, हामीले खाना खान दिन्छौं। अनि साँझ दिनभरि जहाँ गए पनि साँझ चाहिँ हाम्रैमा आउँछ, त्यही भएर हामीले यो कुकुरलाई पूजा गर्न लागेका थियौं। अनि कुकुर तिहारमा यसरी मम्मी बाबा म भएर यसरी पूजा गर्दै थियौं। दाइले यो भिडियो सुट गरिदिँदै थियो। अनि मम्मी चाहिँ माइत जानलाई ठिक्क परेर बस्नु भएको थियो कि मामा घर आउनलाई रेडी भएर बस्नु भएको थियो। अनि हामीले यसरी पूजा सुजा गर्यौं, देख्न सक्नुहुन्छ। अनि यता मैले अब यो के रे त्यही दिन जेम घन्टी फेक्ने भन्ने हुन्छ नि, यसरी तिलको आगो बालेर तापेर दाइको शत्रुहरू जति जाउन् भनेर दिदीबहिनीहरूले यसरी तिलको आगो तापिन्छ अनि बत्ती बालेर के रे बगाइदिन्छ के। अनि उता देख्न सक्नुहुन्छ साइडमा मैले त्यो चेन गेटनिर त्यसरी तेल चुहाइदिएको भनेको त्यसरी ग्रह जाउन् दाइहरूको भनेको के। अनि अब साँझ भयो, मम्मी त मामा घर गइसक्नु भएको थियो, दाइ बाबा म मात्र थिएँ। यसरी मैले लिपपोत गरेँ। यसरी अब लक्ष्मी त भित्राउनु पर्यो घरमा हैन त। अनि यसरी गोबरले यसरी आँगनमा लिपेर राम्रो बनाएँ। अनि रङ्गोली पनि बनाउन लाएँ। मलाई खासै राम्रो रङ्गोली बनाउन त आउँदैन, तर पनि मैले ट्राई गरिरहेकी थिएँ। अब आफूबाट जस्तो हुन्छ घरमा बनाउनु त पर्यो नि भनेर रङ्गोली पनि बनाउँदै थिएँ। चारैतिर झिलिमिली एकदम तिहारको बेला फेरि रमाइलो हुन्छ नि त। यसरी अब दियोनी बालिसकेँ। अब चाहिँ के रे त्यो लक्ष्मीको पाइला बनाउनु पर्यो नि त। म चाहिँ पाइला बनाउन गइरहेकी थिएँ, किनभने हाम्रो घरको लक्ष्मीमै हो नि त, त्यही भएर मैले बनाउन गइरहेकी थिएँ। अब फाइनली यो सबै रेडी भइसक्यो। हेर्नुहोस् मैले बनाएको रङ्गोली। अनि अब पालो आयो भित्र लक्ष्मी पूजा गर्ने। पैसाको पूजा त गर्नु पर्यो, लक्ष्मी भगवानलाई घरमा त भित्राउनु पर्यो। लक्ष्मी भगवान बिना त फेरि केही हुनेवाला छैन नि त, त्यही भएर अनि लक्ष्मी पूजाको दिन मात्र होइन, फेरि सधैँ भगवानलाई पूजा त गर्नु पर्यो। अनि मैले यसरी लक्ष्मी भगवानलाई पूजा गर्दै थिएँ। सबैले पालै पालो पूजा गरेको थियौँ। पहिले बाबा र दाइले चाहिँ गरिसक्नु भयो, अनि मैले चाहिँ त्यति बेला काम गर्दै थिएँ, त्यही भएर मैले यसरी एक्लै लक्ष्मी पूजा गरेकी छु। अनि त्यसपछि हजुरहरूको तिहार कस्तो भयो त कमेन्ट गर्नुहोस्। अब आई नो तिहार गएको त धेरै टाइम भइसक्यो, अनि अहिले त्यही पनि मेरो भिडियो हेरेर भनिदिनु होला हजुरहरूले तिहार कसरी मनाउनु भयो। हाम्रो चाहिँ एकदम रमाइलो भयो। हाम्रो हरेक तिहार एकदम रमाइलो नै हुन्छ, यो पनि एकदम विशेष अझै रमाइलो भयो। अनि के गर्नुभयो हजुरहरूले, के खानेकुराहरू खानुभयो, कतिको तास खेल्नुभयो, कसरी मनाउनु भयो सबै भन्नु ल, मेरो चाहिँ हेर्दै जानुहोस्। अनि अब यता अर्को दिन हाम्रो गाई पूजा गर्नु पर्यो। गाई पूजा चाहिँ हाम्रो घरमा गाई छैन, माइलो बुवाकोमा छ। हामी चाहिँ सधैँ माइलो बुवाकोमै जान्छौँ के, साइलो बाबाको घरको हामी माइलो बुवा भएर सबै यसरी गाईलाई पूजा गर्न गइरहेका थियौँ। खानेकुराहरू पनि सबै बनाउनु भएको थियो त्यहाँ गएर। के हो मलाई चाहिँ अलि डर लाग्छ, त्यही पनि हामी सबै मिलेर यसरी पूजा गऱ्यौँ, माला लगाइदियौँ, अनि खानेकुराहरू पनि दियौँ गाईहरूलाई। सबैजना छौँ हामी, देख्न सक्नुहुन्छ पाठक फ्यामिली। एकदम हाम्रो चाहिँ हरेक चिज एकदम रमाइलोसँग मनाउँछौँ के। अब यही त हो के रे चाडपर्व भनेको सबैलाई एक मुष्ट पारेर परिवारलाई सँगै ल्याउँछ भन्ने त हो है। एकदमै रमाइलो, साह्रै रमाइलो देख्न सक्नुहुन्छ हजुरहरूले। यसरी पूजा गरिरहेका थियौँ हामीले। अनि अब सबैजना टिका सिका लाएर चटक्क परेर यहाँ बस्यौँ। अब साँझतिर भयो, अनि त्यसपछि देख्न सक्नुहुन्छ बाबाले यो बिचमा चाहिँ गोवर्धन पूजा गर्नुभएको है, यसलाई गोवर्धन पूजा भनिन्छ। अनि बाबाले अब तिहारमा भनेपछि त मासु त खानु पर्यो, मासु खाँदै थियौँ हामी। अनि यो चाहिँ भैलीको सिन हो है। अब तिहार भनेपछि भैली त ग्रुपहरू आएको आइ हुन्छन्, कहिलेको। यो चाहिँ तिहारको बिहान हो। हेर्नु न हाम्रो गाउँमा फुलै नभएर मैले त्यस्तो माला हुँदैछु, तिहारको बिहान हो। मैले माला साला उनीहरू हामीले टिका चाहिँ साइलो बाबाको घरमा लाउँछौँ कि, हामी सबै साइलो बाबाको छोरीहरू माइलो बाबाको छोरीहरू। समिति 2082 साल 7 महिनाको 6 गतेका दिन पर्न गएको यो शुभ तिहार पर्वमा हाम्रा प्यारा दिदीबहिनीहरूले यसरी चाहिँ टिका लगाउनको लागि चाहिँ तयारी गर्दै हुनुहुन्छ। सरिता दिदीले यसरी बत्ती काट्दै हुनुहुन्छ, ईशा बहिनीले पनि यता चाहिँ अबिर बनाउँदैछिन्, अनिशा बहिनीले पनि यता के गर्दैछिन्। यता हाम्रो पवित्रा दिदीले चाहिँ ग्रहको लागि स्पेसल टपरी बनाउँदै हुनुहुन्छ। अनि यतापट्टि हाम्रो रिता दिदीले पनि भान्जा भान्जीहरूको लागि चाहिँ बनाउँदै हुनुहुन्छ। हाम्रो सबैभन्दा ठुली दिदी प्यारी दिदी सुमित्रा दिदी, ल हेलो भनिदिनु दिदी। ल सुमित्रा दिदीले यता हराउने सिकाउने गर्दै हुनुहुन्छ। दिपिका बहिनी यता छिन्, ल भान्जा हेलो भन्देऊ, ल हेलो भन्देऊ, ल दिपान्सा ल हेलो भन्देऊ, ल हेलो। ल यता मालाहरू पनि यसरी चाहिँ चटक्क चाहिँ सबै छ। ल यता हाम्रो सिमसन भान्जा, ल सिमसन भान्जा पनि यहीँ बसेका छन्। ल यसरी हाम्रो चाहिँ टिका लगाउनको लागि तयारी भइराखेको छ। रमाइलो छ, एकदम भीषण रमाइलो भइराखेको छ।
हात नपोलम है, हात नपोलम। माथि भएन छले खोइ त यसमा त बत्ती चाहिँ छैन ल छो भाइ हेरो भने हुन्छ है छुटेका छ चिकन नसम्झिम है फेरि ल अब चाहिँ हाम्रो टिका लगाउने कार्यक्रम सुरु भइसकेको छ। सुरुमा चाहिँ दाजुभाइबाट यो चाहिँ हाम्रो दाइको छोरो हो है, अनि दुईटा दाइको पालो अनि दिदी बहिनीको। अब त माथि पिया लगाइदियो अल्ल पक्का लगाइदियो ठीक छ कि ठीक छ हाम्रो दल्ली सकिए चाहिँ सबैभन्दा राम्रो भाउजूको नम्बर 1 बनाइदिनु पर्यो। फोटो खिच्दाखेरि भाउजू टल्किनु पर्यो। यता चाहिँ भान्जा भान्जी पार्टीको टिका लाउने टाइम है। दसैँमा चाहिँ ठुलैदेखि भने चाहिँ तिहारमा चाहिँ सानैदेखि टिका लाउने स्टार्ट गरिन्छ। त्यही भएर अब हामी दिदी बहिनीमा इसाबाट टिका लाउने स्टार्ट। नम्बर 1 नै चाहिने हो तिमीलाई नि ल गुजुलीलाई नि नम्बर 1 चाहिने हो। नम्बर 1 यो जतिको राम्रो त नम्बर 1 नम्बर 1 छ जे भन्छ नि तल लगाम प्यालो तल लगाम सबै छ्याक्क देखेर प्यालो यहाँ लाउँछु म ठीक छ केही हुँदैन। अब गिफ्ट दिनलाई गिफ्ट लाइसके अब यही फोटो मात्रै त भयो के राम ल भागे भिडियो म त उल्टी भएँ अब त बाटा बाटै आयो है एक बाटै आयो बाटा दे ल हामीले गरिदिनु ल दिदी भाइ हजुरले सेलो अर्स भइदिनु भएको छैन दिनेश पाण्डे हो हैन धेरै नभइ नै जाए अघि हामीलाई को चाहिएको हामीलाई थाहा अहिले आगरम है आगरम ल वापस है बाबु यति यति दिनै हो दिदी ल यति दिनै हो ल यति दिनै हो है ल यति दिनै हो ल आगरम है आगरम हातमा खोइदिने हो ल इसा आगर है थपुवा है थपुवा लड पनि आयो है थपुवा त्यस्तो भनेर बाहिर आजको दिदादिदीले मलाई ढुङ्ग्रो खुवाइदिएको है ढुङ्ग्रो दिदादी लाए गरम है भएकै ल है सरदारजीले भान्जीलाई पनि एउटा जोहो भन् ल तिमीले चक्लेट खाइ ल भान्जा तिमी ल सानो भएर ल पुग्यो नि सबैलाई हामीलाई त पुगेन ल
टिका लगाउने कार्यक्रम हाम्रो सम्पन्न भइसकेको छ। हाम्रो दिदीबहिनीहरूलाई मैले नम्बर 1 बनाइदिएको छु कि सुमित्रा दिदी, रिता दिदी, सरिता दिदी, भान्जाको पनि नम्बर 1 छ है। बाङ्गै भयो नि नम्बर 1 छ। ल दाई पनि आउनुभयो, दाईको पनि नम्बर 1 छ है। ल अब चाहिँ सबैजना मिलेर माइलो बुबाकोमा खाना खान लागेको हामी। ल अब यहाँ हाम्रो खाना खाने कार्यक्रम चल्दैछ। सबैजना एकै ठाउँमा बसेर मजाले टन्न है भान्जा टन्न। ल यता भान्जीलाई खुवाइदिँदै हुनुहुन्छ सरिता दिदीले। आफै खाएको हो, छोरीको बाना आफै खाने है। ल सुमित्रा दिदीलाई भोकले बोल्न सक्नु भयो होइन? सक्नु भयो। ल इसा अलिक धेरै खानु पर्यो है। आशीर्वाद मिसी कलर तीनटा खाना खाएर हामी यसै तास खेल्दै थियौँ गाइज। मेरो भाग्यै छैन, म कति हारेको गरेको थिएँ। भान्जा थोरै तरकारी बढीको ईशालाई रुथुलीलाई अनि त्यसले के खाने झोल खाने झाम्टा खाने भन है झाम्टा ए पानी बाई ल हिँड टोली। हामी सबै हाम्रो घर आइपुग्यौँ अनि हामी एकछिन चाहिँ यसरी डान्स गर्न लाग्यो। हेर्नुहोस् ल। दिवसलाई चाहिँ समातेर बसाउनु त यो जाने नाच्न जनात्मक त्यहाँ हेर्नु नहोस् जानु नहोस् नि बाबा समात्नुहुन्छ
हेलो साथीहरू, हाई भन्दा सबैले। अहिले चाहिँ रातिको ठ्याक्कै 1:08 गएको छ। हामीहरू सबै तास खेलिरहेका थियौँ अनि हाम्रो हरेक तिहारमा के प्लान हुन्छ भने हामी अरू बेला चाहिँ 12 बजे खाजा खान्थ्यौँ भने अहिले हाम्रो चाहिँ 1 बजे पार्टी रहेको छ। अब हामीले करेन्ट चटपटे चिसो सबै ल्याएर राखेका छौँ। अब बनाउँछौँ अनि खान्छौँ, होइन त साथी हो? यो चाहिँ मेरो बहिनीहरू हो। अब चाहिँ करेन्ट बनाउन किचनमा जानु पर्यो, चटपट बनाउन किचनमा जानु पर्यो, कामहरू धेरै हुन्छ, कसले के काम गर्ने त भनेर चाहिँ हामीले यहाँ अब तास खेलेर गराउन लागेका छौँ, होइन? अब यिनी चाहिँ मिन्स भयो कि यिनले केही काम गर्नुहुन्न। यी दुईटा साना छन्, हामी 5जनाले चाहिँ तास बाँड्छौँ अनि जसलाई अहिले लास्टमा पर्छ नि, जसको सबैभन्दा थोरै पर्छ नि, उसले चाहिँ पियाज र खुर्सानी काट्ने है। ल 1 2 3 4 अलिक क्लोज सर्ट ल्याउ त, यहाँ कसले जित्छ देखाउन। 3 3 3 3 3। अब यहाँ जसले यहीँ पल्टाओ मेरो एक्काबाट यिनको नलबाट। ल यिनी हारे नै, यिनले चाहिँ अब पियाज खुर्सानी काटकुट गर्न पर्यो है। अब चाहिँ यिनले काटकुट गरिदिन्छन्, कसले चाहिँ चटपट बनाउने है। यो चाहिँ चटपट बनाउनलाई है यिनले काटकुट गरिदिन्छन्। हो त नि, डबल काम नि पर्न सकिहाल्छ नि। ल मेरो बासाबाट फेरि यिनी नै हारिन्, यिनले चटपट बनाउँछन् है। यिनले चाहिँ चटपट बनाउने सबै ड्युटी रह्यो है। अब चाहिँ करेन्ट चाहिँ तिमीले जान्दैनौ, म आफै बनाउँछु। अब चाहिँ हामीले यहाँ खाएपछि यहाँ भाँडाहरू हुन्छ नि, भाँडाहरू चाहिँ कसले किचनमा लगेर राख्ने त्यसको काम है यो। भाँडा कसले किचनमा राख्ने है। ल मेरो मिस्सी बडी भनेपछि ईशा, यसको दल बडी तैँले सबै भाँडा उठाएर किचनमा लाने है नानी। ल अब चाहिँ भाँडा माझ्ने कसले है, माझ्ने है यो मस्काउने। सत्ताबडी सन्जिताले भाँडा मस्काउने है। सन्जिताले भाँडा मस्काउने। अब भाँडा कसले पखाल्ने है, पखाल्नेको टर्न है। ल गुलाम बडी अहिले ओहो नि। ल यसै गरी हाम्रो सम्पूर्ण कामहरू सम्पन्न भएको छ। के अरे चटपट बनाउनेमा यिनको पर्यो अनि भाँडाहरू सबै यहाँ खाएको ओरेको जुठो भाँडाहरू लैजाने कसको पर्यो, सङ्गीताको। माझ्ने पनि सङ्गीताको पर्यो, पखाल्ने मेरो पर्यो होइन। यिनी चटपट डिपार्टमेन्टमा यी ड्युटीलाई चाहिँ केही काम पर्यो नि, यी ड्युटी चाहिँ हाम्रो हेल्पर। हामीले यसो गर उसो गर भनेपछि हेल्प गर्न पर्यो। तिमीहरू दुइटा सानो छौ भनेर डिस्काउन्ट दिएको, तिमीलाई नि यताउता अराएको हामीले काम गर्न पर्यो। यिनी चाहिँ छुइ भइदिउन्, यिनलाई डिस्काउन्ट भयो। अनि अब चाहिँ हामीले सब भ्लग देखाउँछौँ, हामीले के बनाउँछौँ, के खान्छौँ, त्यही हो। फेरि पनि ह्याप्पी तिहार। हामी रातिको अहिले 1 साढे 1 बजे यस्तो रमाइलो पारामा तास खेलेका छौँ। ह्याप्पी तिहार बनाऊ, ह्याप्पी तिहार। रातिको 1:56 भइसकेको छ र हाम्रो सबै खानेकुरा रेडी भएर हाम्रा पार्टीहरू यसरी खाँदैछन्। यता करेन्ट गुम्काउँदैछन्, चटपट करेन्ट चिसो। आमामा साथीहरू कस्तो हुँदैछ? यी पिरोले आत्तेर हेर्नु, करेन्ट पिरो छ नि, पिरो मिठो छ नि। ल लेट्स इन्जोय। अब मेरो सेलाउन लाग्यो, म पनि यहाँ एक बाटा लिएर बसेछु। अब चाहिँ म नि खान्छु। आजको करेन्टको लास्ट गाँसो खान गइरहेकी छु। खाएर
यति मिठो भयो कि यसले यो माटा पनि खाएर राइस कुकर पनि खाएर भ्याउनु लागेको छ कि हेर्दा चाटी पर आमा सबले खानु भ्याएर यिनले त अझै पानी खान्छन् अझै रहर चटपट भन्दै अझै खान्छौ पाए हो यिनी देख्दै खाइलाग्दाछन् यी यताखेरि चपस्टिकले कोही चटपट खाइरहेको के देख्न पर्छ मेरो बाटोमा चाहिँ अलिकति रह म त फेरि तास खेल्दै खान्छु यिनले त 3 बाटा खाइन भने भयो हेलो गाइस अहिले चाहिँ कति बजे हेर्दैछ 2:21 अहिले चाहिँ 2:30 भइसकेको छ अब 2:30 हुन लाग्यो हामी नास्ता सास्ता गर्यौं सबैले सबै अगाएर एकदम टन्न कोहीले खाँदैछन् मेरो यहाँ बाँकी रहेको अझै छ यता अब चाहिँ फेरि हामी ब्याक टु द वर्क अब फेरि हामी तास खेल्न लागिरहेका छौं अब चाहिँ हामी राति भरि खेलेर बिहानसम्म खेल्छौं अब चाहिँ हामी सबै नास्ता खाएर एकदम तम तयार भयो हो कि साथीहरु अब चाहिँ हामी तास खेल्छौं है त ल कुकुको बोट आलो मेरो बोट दिवसको बोट तिम्रो बोट यो इनको बोट यो मेरै हो यो हजुरको यो मैले एउटा फालेको ल बोट विवेक गरे मेरो यहाँ सबै बोट आयो नि ल मैले हाले एउटा नचुप है यहाँ विवेक आउट दुईटा तीनटा अब चाहिँ हामी खेल्छौं ल अब विवेकले भिडियो बनाइदिएको विवेक नि खेल्न हामी हार्दा ठाउँ साटेर कोही कता पुगिरहेछन् त्यही पनि यहाँ दाउले फेला पारे हैन हेर्नु है त साथीहरु अहिले कलेजी छ मेरो दाउ अहिलेसम्म केही राखेन के 8 बडा ओए गाइसलाई एका कलर ल गाइसलाई देखाउँदा भिडियोमा आयो है मेरो ल हट वाओ गाइस मैले फर्स्ट टाइम आए भिडियो बनाएको त वाओ खाइ यस यो खुसी भिडियो बनाउँदा वाओ बाइ साथीहरु थ्यांक यू गाइस यहाँ 3:08 गइसकेको हो यहाँ इको दाउला र 6-7 गेम लगातार खाइसकेका छन् हेर्न सक्नुहुन्छ 3:08 गयो हेलो साथीहरु अहिले 4:11 गइसकेको छ हामी स्टिल तास खेल्दै छौं अब मान्छेहरु चलपल उठ्न थालिसके तर हामी तास खेल्दै छौं अब हामी कति बेलासम्म तास खेल्छौं हामी देखाइरहने छौं हेर्न सक्नुहुन्छ साथीहरु निद्रा लाग्छ कसैलाई साथीहरु अहिले बिहानको 4:52 गइसक्यो 4:52 गइसक्यो अझै हाम्रो तास चल्दै छ तिमी चाहिँ बिचरा त्यही निराए हेर कोही सुते आएनन् कि कहाँ कत्रा निन्द्रा पनि नलाउने हौ मैले अघि नै देखाउँदा जितेको थिएँ नि मेरो एकाबडी है मैले खाएँ के हो र देखाउँदा भिडियोमा देखाउँदा त मैले खान्छु ये साथीहरु मैले खाएँ बाई साथीहरु अहिले 5:30 भइसकेको छ स्टिल हामीहरु तास खेल्दैछौँ यहाँ हाम्रा भाइहरु यसरी तल र गाइस अहिले ठ्याक्कै 6 बजिसकेको छ हामी स्टिल तास खेलिरहेका छौँ अहिले चाहिँ मलाई चाहिँ हल्का निन्द्रा लागिसकेको थियो मलाई अघि नै तर बेला बेला जित्दाखेरि चाहिँ मेरो निन्द्रा उड्छ तर हार्दा फेरि निन्द्रा लागिहाल्छ तर यिनीहरू चाहिँ हँसिला रसिला सबैभन्दा निन्द्रा नलागेको व्यक्ति चाहिँ उसको आँखामा एउटा 1% पनि निन्द्रा छैन यिनीहरूलाई पनि निन्द्रा खासै लागेको छैन यिनी त एकचोटि उठेर मुख दोहोऱ्याइहाले यिनी निन्द्रा लागेर सुतेर उठे यिनीहरू निन्द्राबाट मुक्त छन् म पनि अब निन्द्राबाट मुक्त छु हामी अब कति बेला सुत्छौँ थाहा छैन यस्तो तास खेल्दैछौँ ल बाडी हाल बाई तिम्रो अझै सुत्या हैन रातभरि तास खेलेको हामी त रातभरि खेलेको ल साथीहरु बाबा उठेर आइहाल्नु हामी बिहान भइसक्यो अझै खेल्दैछौँ बिहानको 7:48 भइसकेको छ हामी उठ्न त उठाएको थियौँ तर दाइले जबरजस्ती गरेर हामीलाई उठाएर काम गर्नुको लागि अनि हामीले भाडा हिजो खाएको थियौँ नि त्यो सबै भाडा माझेर टलक्क पाइसकेका छौँ हामी दुईटाले अनि ईशाले चिया पकाइन अरू सबले यिनले बढाएर थालिन् सबले आफ्नो काम गरेर अब चाहिँ हामी चिया हान्छौँ अनि हामीलाई कस्तो के निन्द्रा लागेको कि टाउको दुखेको कि रातभरि सुताएनौँ नि त कस्तो कस्तो भयो अनि चाहिँ हामी के गर्छौँ सुत्छौँ अनि दाइले खाना बनाउँछ बाहिर के कस्तो हल्ली झल्ली भयो ईशाले बाहिर चिया बनाएर लिएर गइदिएकी छिन् ईशाले सबैले चिया बनाएर यसरी लैदिएकी छिन् यहाँ बिहानको यस्तो माहौल छ हामी चाहिँ भर्खरै हो यसरी तास खेल्न छुटेको बाइ गाइस हामी भर उठेको छौँ हेर्नुहोस् 2:24 भइसकेको थियो अनि हामी रातभरि तास खेलेर भर उठेका छौँ यहाँ केटीपाटीहरू अझै सुतेका छन् हेर्नु सबै सुते हेर्नु अनुसारले त पुरै ब्यागै लिएर सुत्नु आएको
2 वर्षसम्म सुत्यो भने रातभरि तास खेल्यो भने त जुवाडेहरू पुरै अझै यहाँ नि त लुकी सुत्यो नि साथीहरू अहिले चाहिँ 3:43 भयो हामी चाहिँ बल्ल बेडबाट उठ्यौँ मेरो आँखा देख्न सक्नुहुन्छ अझै मैले भर्खरै मुख धोएको गाजलहरू अझै मेकअपहरू के नगरेर आँखा कालो भइसकेको छ अनि यहाँ चाहिँ पिम्पल हेर्न सक्नुहुन्छ यो मेकअपको कमाल हो पिम्पल आएको छ कस्तो आँखा हेर न मेरो कति कालो भएको अनि अब मुख धोएर हामी चाहिँ यसरी टक्क ड्रेस मैले चाहिँ ड्रेस चेन्ज गरेँ अनि चाहिँ फाइनली मेरो जामा खोले आनन्द फिल भएको छ बाहिर चाहिँ यस्तो घाम लाएर यस्तो भएको छ अहिलेसम्म हामी स्टिल खाना खाएको छैनौँ 4 बजे दिउँसो 4 बज्नु लागिसक्यो हामीले खाना पनि खाएको छैनौँ हेर्न सक्नुहुन्छ घाम तलक्कै ओ याम्री घाम अब चाहिँ हामी फ्रेस भयौँ फाइनली अब चाहिँ हामी के गर्न लागेको साथीहरू खाना खाना गुवामसँग भोक लागेको छ बल्ल अब चाहिँ हामी खाना खाना किचनतर्फ जान्छौँ किचनमा चाहिँ खाना पाकेर रेडी छ अब चाहिँ हामी खाना लाग्छौँ बाई अब चाहिँ साथीहरू हाम्रो खाना खाने टाइम भयो कस्तो छ साथीहरू यस्तै गरी हाम्रो तिहार चाहिँ यही सम्पन्न भयो थ्याङ्क यू फर वाचिङ बाई गाइज लभ यु अल